हेलो गाइज, आज चाहिँ म कता घुम्न जाँदैछु होइन। म अनि हाम्रो दुईटा केटाहरू उता छन्, तिनीहरूसँग घुम्न जाँदैछु। अब युट्युब च्यानल चलाइरहेको छु होइन, ब्लगिङ बनाइरहेको छु। अगर तपाईँहरूलाई मेरो भिडियो मन परेपछि लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला। विशेषता कुरा राम्रो लाग्यो गाइज होइन, हामी चाहिँ अब केटाहरू हामी सबै यहाँ आएर फोटोसोटो खिच्दैछन् भाइहरूले। यो मेरो भाइ आनन्द, यता चाहिँ पछाडि समुद्र छ, यो चाहिँ बहुत ठुलो समुद्र हो। मेरो भाइ, म तिमीलाई आज बाख्रा देखाउँछु। यो कतारामा यहाँ माथि यो होटलमा बाख्रा पालेर राखेको छ। म तिमीलाई देखाउँछु। अब हेर, यहाँ बाख्रा पालेर राखेको छ। देखाइदिऊ बाख्रालाई। अनि आऊ यता आऊ, म तिमीलाई यहाँ चल्ला देखाउँछु। यो हो लोकल चल्ला। हेर हेर, लोकल चल्ला देखाइदिऊ कहिले। कस्तो लाग्यो गाइज होइन, हामी चाहिँ यहाँ टक्क पारो घुम्दैछौँ भाइहरूसँग। भाइ कस्तो लागिरहेछ? राम्रो एकदम। अनि भाइ अर्को भाइ भाइ तिमीलाई कस्तो लागिरहेछ? लोकेसन त एकदम नम्बर हो। हाई गाइज, हिँड्दै कहाँ जान लाग्यो तिम्रो? यता हेर। हो र, गाइस यहाँ चाहिँ घुम्नको लागि यति राम्रो ठाउँ छ नि, यति मजा आइरहेछ, बहुत मजा। यहाँ पानी छ, टक्क पारेर आज घुम्नको लागि आइरहेछौँ हामी यति टाढा। भाइहरू चाहिँ उतातिर भिडियो बनाइरहेछन्, म चाहिँ यता ब्लगिङ गरिरहेको छु होइन। तपाईँहरूलाई अगर मेरो भिडियोहरू मन परेपछि लाइक सब्सक्राइब गरिदिनु होला होइन। म पनि अब नयाँ ब्लगहरू बनाउने कोसिस गरिरहेको छु। तपाईँहरूलाई मनपर्छ कि पर्दैन? अलिअलि दाइलाई सपोर्ट चाहिँ गरिदिनु होला। दाइको ब्लग चाहिँ खतरा नम्बरको भिडियो हुन्छ कि। थ्याङ्क यू, सपोर्ट गरिदिनु पर्यो यार। थ्याङ्क यू सो मच मेरो भाइ। यति त गरिदिनु पर्यो यार। ओ माई गड, कति गर्मी हो। दिउँसोतिर त नआउने, यतातिर त साँझतिर मात्रै आउनुपर्छ। यो ट्राइपोड लिएर आएको भिडियो सिडियो बनाउनलाई होइन। हरियाली त यस्तो राम्रो हरियाली छ यो ठाउँमा। भाइ के गर्दैछौ तिम्रो? भिडियो बनाइरहेको छु। हो, तर मेरो क्यामेरा बन्द भइरहेछ यार बाबु यार। चार्ज नभएको होइन, यो क्यामेरा इज टु हट लेख्छ यार। यो यस्तो राम्रो ठाउँ छ होइन। कति मजा आएको छ क्या यहाँ बस्नको लागि। यो कतारामा यति राम्रो छ बस्नको लागि। तपाईँहरू आउनुहोस्, घुम्नुहोस्। कतारा त धेरै राम्रो छ घुम्नको लागि। अब केटाहरूले मलाई छोडेर गइसके। कता गए? यिनीहरू यता फोटो खिचिरहेछन्, यता फोटो खिचिरहेछन् यिनीहरूले। मलाई छोडेर हिँड्छन् यिनीहरू। ल गाइस, आज म तपाईँलाई यहाँ कतारामा पानी खाने देखाउँछु। यहाँ कति राम्रो सुविधा छ घुम्न आउने टुरिस्टहरूको लागि। पानीको व्यवस्था, चिसो पानीको व्यवस्था छ। यहाँ आउने चिसो पानी खाने कति राम्रो व्यवस्था छ यहाँ चिसो पानीको। यो यति राम्रो बिल्डिङ छ यो घुम्नको लागि। ओ माई गड, यहाँ आउनुहोस्, तपाईँहरू घुम्नुहोस्, यहाँ कताराको आनन्द लिनुहोस्। यो कति राम्रो ठाउँ छ होइन घुम्नको लागि। आहा, यो चाहिँ यहाँ कुनै जब फिल्महरूको स्टारहरू इन्डियाबाट या त नेपालबाट कहीँबाट मान्छेहरू आउँछन् नि, त यहाँ मान्छेहरूको लागि स्टेज राखिदिएको छ क्या भिडियो सिडियो बनाउनको लागि होइन। मान्छेहरूले आफ्नो ट्यालेन्ट देखाउनको लागि राम्रो ठाउँ छ यो कतारामा। मलाई त बहुत मनपर्छ। हाम्रो भाइहरूसँग घुमिरहेको छु म। तपाईँहरूलाई म देखाउँछु यसरी है। यो चाहिँ बाहिर निस्किने ठाउँ हो गाइज। यो ठाउँ यति रमाइलो छ नि। यहाँ हेर्नुहोस्, यो ठाउँ छ नि, यहाँबाट चिसो हावा निस्किन्छ। यस्तो गर्मीमा पनि तपाईँलाई गर्मी लाग्दैन, तर यहाँ आएपछि युरोपवाला फिल हुन्छ। तपाईँलाई आउनुहोस्, मजाले घुम्नुहोस्, भिडियो सिडियो बनाउनुहोस् होइन। मेरो भाइहरूसँग आएको मलाई बहुत मजा आएको छ घुम्नुलाई। यति राम्रो ठाउँ छ। त्यहाँ टक्क हात गरेर बसिएको छ। हामीले भिडियो बनाउनुपर्छ त्यहाँ गएर। भाइ कस्तो लागिरहेछ कतारा घुम्दाखेरि? एकदम मजा आइरहेछ कि नै? बहुत मजा। पक्का? पक्का। हेलो भाइ, के छ? यहाँ आऊ होइन। यहाँ खाना खानको लागि अब अर्डर गरेको छु मैले। तिम्रो लागि मिठो खाना आउँछ, म तिमीलाई भिडियोमा देखाउँछु। ओके, अहिले चाहिँ हामीलाई एकदम यहाँ कतारा घुम्दा घुम्दा नि प्यास लागिसक्यो। पानी खाएर पनि चित्त बुझेको छैन। अब चाहिँ होटलमा गएर अलिकति
एउटा चिसो खानु पर्ला भन्ने भाइले भनिरहेको छ। कता र घुम्दा घुम्दा यति गर्मी लाग्यो, त्यही भएर अहिले रेड बुल खाँदैछौँ। भाइ पनि हिँड्दिन्छ। अरे बाबा, आज कता र घुम्दा घुम्दा यति गाडी नपाइयो, अहिले भर्खर गाडी पाइयो, भाइले रोक्यो होइन। अब हामी रुम जाँदैछौँ। यति गर्मी छ कि कुरै छैन। केटा हो, मजा आछ कि नै? फाइनली गाइज हामी चाहिँ आफ्नो ग्रान्ड मलमा आइपुग्यो, भाइ र म होइन। अब चाहिँ वाक्कतिको गाडीमा बस्दा बस्दै वाक्कतिको लागिसकेको थियो। अब चाहिँ म ग्रान्ड मलमा आएँ होइन। ग्रान्ड मलमा चाहिँ मलाई एउटा काम थियो के काम थियो भनेपछि त्यो एउटा माइक्रोफोन चाहिँ लिनुपर्ने थियो। त्यो चाहिँ म यहाँ सोध्छु पाउँछ कि नै। अब पाइएपछि हेर्छु कस्तो छ। दाइ त्यो यो बोल्नेवाला हुन्छ नि, त्यो छ यहाँ? छ त बोल्नेवाला छ, यहाँ निकाल्नु काम कस्तो छ? दामी छ नि, तर चलाउन चाहिँ के भिडियोहरू बनाउनु हुन्छ क्या? बनाउनको लागि हो। अब नयाँ नयाँ भिडियो बनाउँ कि भनेको। आइफोन त तपाईँले नदिने भइयो मलाई। मैले माइक चाहिँ हेरेँ, तर त्यो माइक चाहिँ त्यो ओरिजिनल चाहिँ नै, त्यो लौरावाला मात्रै रहेछ। त्यो लौरावाला मसँग पहिल्यै छ, त्यो काम गर्दैन। अहिले चाहिँ मैले ग्रान्ड भाइहरूसँग अब सिधै रुममै जाने हो। अब यहाँ बसेर धेरै फाइदा छैन, गर्मीले त मार्ने भयो। गाइज अब चाहिँ हामी फाइनली आइपुग्यौँ होइन। यो चाहिँ हाम्रो अब भिला हो। अब योभन्दा ज्यादा त कहीँ घुम्न सकिन्न, यति घुम्यो होइन भयो। भाइ कस्तो लाग्यो आजको दिन? ल गाइज बाई, लाइक एन्ड सब्सक्राइब।